guys, welcome back to my channel. म चाहिँ ड्युटीबाट आइसकिसकेँ हैन म चाहिँ खाना बनाउँदैछु गाइस। यहाँ चाहिँ सब्जी भात पाकिसक्यो अब सब्जी पकाउँदैछु। सो गाइस म चाहिँ एउटा कुरा भन्न आँटेको कि यस्तो यहाँ चाहिँ अहिले भर्खर मैले 10 रुपैयाँ केजी टमाटर किने हैन 20 रुपैयाँ केजी प्याज किने। कुनै टाइम यस्तो हुन्छ कि यो टमाटर चाहिँ 70-80 रुपैयाँ किलोसम्म खानुपर्छ। 10 रुपैयाँको दुईटा मात्रै पाउँछ। तर मैले अहिले 10 रुपैयाँको कति लिएको छु हेर्न चाहनुहुन्छ म देखाउँदैछु है। 10 रुपैयाँको टमाटर 20 रुपैयाँको प्याज यहाँ हेर्नुहोस् 10 रुपैयाँको टमाटर बन्दाकोपी हेर्नुहोस् है। यहाँ यो बन्दाकोपी पनि यति डरलाग्दो महँगो हुन्छ कि तर आज चाहिँ 5 रुपैयाँमा किनेको छु मैले। बाफ्रे यस्तो सस्तो पनि सब्जी पाउँछ कुनै टाइममा हो। कुनै टाइममा यस्तो हुन्छ कि यो सब्जीको लागि आमा म त छक्कै परेँ गाइस, छक्कै परेँ। के भन्नु र अब यस्तो सस्तो पनि सब्जी पाउँदैछ। कुनै टाइम यस्तो पनि आउँछ कि आमा है सङ्गीता छक्कै पऱ्यो गाइस यस्तो हुन्छ। अहिले भन्नै पर्दा चाहिँ टमाटर र प्याजको चाहिँ दुःख छैन। 5 रुपैयाँ किलो र 20 रुपैयाँ किलो पाइहाल्छ जत्न। तपाईँहरूले चाहिँ कसरी केजी खानु हुँदैछ? हामी चाहिँ 10 रुपैयाँ केजी। म आफै छक्कै परेँ एकछिनमा नि हो। निस्क्यो त के गरेको भिडियो उहाँ चाहिँ हुन्छ मेरो दादा लाटले भाग्यो हट्नु हो भन्दै दादा र भुटुक्कै हुन्छ क्यामेरा भन्छ। यहाँ चाहिँ हामी टमाटर प्याज राख्नु कहाँ राख्नु हो यहाँ प्याजमा आउँछ 20 रुपैयाँ केजी प्याज गाइस यो चाहिँ केजी। सो गाइस म चाहिँ खाना बनाउँदैछु होइन अब भाँडा माग्छु हो। गाइस मैले चाहिँ भाँडा माझिसकेँ। अब म सासिनी पारिहाल्छु हो। के पकायो हजुर? के पकायो? दाल भात सब्जी पकाउँदैछु घरको हजुर पुग्यो नि। सो गाइस मैले चाहिँ किचनको साथमा पारिसकेँ हो। अन्त हाम्रो चाहिँ यहाँ पानी अलिक सुकेको सोही गर्छ कि रुममा, त्यही भएर पानीहरू पनि भरिसक्यो। दाल पाकेको छैन हो। अलिकति लुगाहरू धुनु छ, मेरो ड्रेस धुनुपर्ने छ। सो गाइस मैले चाहिँ दाल पाकिसक्यो होइन। अब बाजेको लागि खाना रेडी गरिदिन्छु। बदमास चाहिँ यहाँ बदमास बोलेकै छ बदमास चाहिँ हाँसेर भुतुक्कै भइरहेको छ। हाँसेर भुतुक्कै मेरा भी था उधर नमस्ता का उधर कपड़ा है वो स्मृति का है ना। सो गाइस म चाहिँ बाजेलाई खाना दिएको बाजे लौट न
खाना खानु हो दादा आउँछ कता बस्ने यहाँ कि त्यहाँ किन भुइँमा बस्ने किन बाजे चाहिँ बोरामा बस्ने अरे भुइँमा छोड अंश अहिले खान्छु दादा आएको छैन बाजे चाहिँ खाना खानु आँटेको छ किन नबसेको यहाँ माथि किन त्यही बसेर खाने क्या बोल क्या हुआ किससे बात कर रहे खानुहुन्थ्यो कि हुँदैन बाजेले दाल खानुहुन्थ्यो कि हुँदैन खाना खाइस् क्या पूछ रहा दादाजी मुसुरी दाल हुन्छ हम लोग की फोटो खींचते हैं हाँ ठीक है इधर ऊपर इधर आता हूँ गोदी में आता हूँ यस कर दे बाजेले त अलिकति त खाए भात पनि खाइसक्यो भयो त्यति नै खाने यहाँ बसिरहेको छ यहाँ खाना खानु बस्यो दादा पनि यहाँ म पनि यहाँ खान्छु यो रोटी मेरो चाहिँ बिहानको रोटी यो चाहिँ लानु बिर्सेको थिएँ अब यहाँ खान्छु ए दाल सब्जी रोटी यस्तै छ हाम्रो चाहिँ पारा मैले चाहिँ बिहानकै रोटी थियो नि त यो बिर्सेछु खाना मैले नि याद गरिनँ हो म त्यतिको खाएँ कस्तो मुछेको हौ त्यत्तिकै मुछेर खाने ए त्यो खोल त मैले फ्याँकिदिएँ त प्लास्टिकको फ्याँक्थेँ लसुनतिर हालिदियो चस्माको बट्टा पाउँछ दिनु नि बट्टा चस्माको बट्टा पाउँछ ए तातो पानी होला बाजेको सेतो कतै पो हामी चाहिँ भात पनि खाइसक्यो हालेर जाँदैछ है दादाले चाहिँ ल बाजे त चढिहाल्नु अब दबाई खानुपर्छ एकछिनबाट ल एकछिनबाट दबाई खानु अब चाहिँ रुमसुम खानासिन पार्नुपर्छ होइन अन्त भाँडाकुँडा माख्नुपर्छ लुगा धुनुपर्छ गाइस म चाहिँ यहाँ लुगा धुम भनेको छैन पानी नै मोटरमा सुकिरहेको छ मेरो अनुहार लुकाएको ऊ हेर न अनुहार लुका वेलकम ब्याक टु माई च्यानल भन् च्यानल ए च्यानल भने अन लुगा धुम भनेको छैनौ पानी नै क्या कर रही है इसे चस्मा भच्चा छ नि त बाजेले उयो बनाएको अन्त अर्को होइन बाजे चस्मा भच्चाएर बनाएको होइन त्यो
त्यो चाहिँ मजाले आँखा क्लियर देख्छ। लुगा धुम भनेको त छैन हौ, पानी नै अब के गर्नु हौ।